छौं। त्यसकारण त्यो एउटा प्रमुख रिजन हो हाम्रो इफिसियन्सी डेलिभरीमा इफिसियन्सी नहुने। किनभने जनप्रतिनिधिले त डेलिभरी दिने हैन नि त, कर्मचारी तन्त्रले। त्यसकारण कर्मचारी तन्त्रको इफिसियन्सी बढाउन के गर्ने हो गरौँ। जुन यो दलगत ट्रेड युनियन राख्ने अग्रिमेन्ट गरेछ यो निजामती कर्मचारी विधेयकमा, त्यसले चाहिँ नि इफिसियन्सी ल्याउँदैन कर्मचारीहरूमा। त्यसैले यो सबै पार्टीहरूले चाहिँ नि सोच्नुपर्ने विषय हो। दोस्रो, हाम्रो देशमा एकदम धेरै जनप्रतिनिधि छन् अनि हरेक जनप्रतिनिधिको आफ्नो एउटा पेट प्रोजेक्ट आयोजना हुन्छ। त्यो आयोजना बजेटमा छिराउँदै गर्दा सङ्घमा छिराओस्, प्रदेशमा छिराओस्, पालिकामा छिराओस्, त्यो अनगिनत हैन 36,000 भन्दा बढी जनप्रतिनिधिहरूको योजना मात्रै राख्दै गर्दाखेरि अनि त्यो सिंगुलर भिजनमा यसमा जुन अर्जेन्सीका साथ काम गर्नुपर्ने त्यो त कर्मचारीहरू अब हाम्रो नेवा भाषामा लिनु पर्दा इतमित कने भन्छ कि हडबडाउँछ के मात्रै गर्ने त, यो मान्छेले नि फोन गरेछ, त्यो मान्छेले नि फोन गरेछ, कोही मान्यज्यूले फोन गरेछ, कुनै पालिकाको मेयर साहबले फोन गरेछ, कसरी गर्छ? यो प्र्याक्टिकल समस्या हो। यो प्र्याक्टिकल समस्या सल्टाउँ। त्यसपछि हामीले अध्यादेशबाट 3-4 वटा कुरा गर्यो। इफिसियन्सी भनेको 7 दिनभित्र निर्णय गरेन भने हामी कारबाही गर्छौँ। प्रधानमन्त्रीले डाइरेक्टली विभागीय मन्त्रीहरूलाई बाइपास गरेर सचिवहरूसँग रिपोर्टिङ लिने पनि भन्यो। त्यसले रिजल्ट ल्याएन के, त्यो देखावटी भयो। त्यो राम्रो सोचबाट ल्याएको होला, तर अहिलेसम्म हामीले कतिजना कर्मचारीलाई कारबाही गर्ने पनि थाहा छैन। त्यो गरेको छैन नि, भएको भए त पत्रिकामा आउँथ्यो होला। न कारबाही भएको छ, पीएमले डाइरेक्ट रिपोर्टिङ लिएर पनि सुध्रेको छैन। देशको अवस्था यस्तो छ, राम्रो नियतले काम गरे पनि इफिसियन्सी ल्याउन, इम्प्रुभमेन्ट ल्याउन गाह्रो भइरहेको बेलामा अब यो कुरामा चाहिँ नि यो दलगत यो कर्मचारीमा, दलगत शिक्षामा जताततै यो दलको संयन्त्रहरू चाहिँ नि लाई डिसमेन्टल गरेर अगाडि बढ्नुपर्छ। त्यो नगरेसम्म हामीले इफिसियन्सी ल्याउन गाह्रो छ। केपेबिलिटिजमा काम गर्नको लागि कसरी सोच्ने त्यसमा पनि काम गरौँ भनेर म भन्न चाहन्छु। त्यसपछि यो सुरुको यस्तै छलफलमा भनेको थिएँ, यहीबाट हामी गजुर राख्न चाहिँ नि एकदम हतारिन्छौँ, तर त्यसको फाउन्डेसन के हो त, त्यसमा चाहिँ नि हामीले कामै गर्दैनौँ। हामीलाई लाग्छ हामीले बोलेपछि भइहाल्यो नि भनेर। हामी राणा शासनकालीन त छैनौँ। यसमा एकदम महत्त्वपूर्ण छुटेका कुराहरू म केही राख्न चाहन्छु है। पहिला त हरेक सांसदले यो निर्वाचन क्षेत्रमा बजेट राख्नै पर्छ, यो भाष्य परिवर्तन गर्ने भने हामीबाटै सुरु गर्नु पर्यो। अर्कोचोटि पनि निर्वाचन जित्नलाई त्यो प्रमिस गरेर आएर त हुँदैन। हरेक वर्ष यस्तै मात्र डिस्कसन गरेर हुँदैन।